मैले साथीहरु सुन्नुस् त बीच-बीचमा नबोल्नु। आदरणीय साथीहरु, आज हामी अत्यन्तै दुखित छौं र चाहिँ हाम्रो जैमिनी नगरपालिका वार्ड नम्बर 4 सर्पुवा सिस्नेरी निवासी अर्जुन नेपालीकी 29 वर्षीय श्रीमती रीता देवी लामो समयदेखि चेन्नईको सेनाई नगरमा दुईटा छोरा छोरी सहित परिवार त्यहाँ काम गर्दै बस्दै आउनु भएको थियो। अचानक हिजो बेलुका करिब 5:30 बजेको समयमा उहाँलाई के मनमा आयो, यस्ता फूल जस्ता 8 वर्षीय छोरा 6 वर्षीय छोरी र श्रीमानलाई छोडेर उहाँ चाहिँ आफ्नै चुङ्गीको पासो लगाएर फ्यानमा झुन्डिएर आत्महत्या गर्नुभएको छ र हामीलाई उहाँले यो अल्प आयुमै उहाँको एउटा दुःखद निधन भएको छ। त्यो निधनप्रति दुखित छौं, तर उहाँले यस्तो फूल जस्तो परिवार छोडेर कायरतापूर्ण ढंगबाट जिन्दगीबाट हात धुनु भनेको यो राम्रो काम होइन र यस्तो प्रकारको काम गर्नु भनेको समाजलाई पनि एउटा कलंकित हो र यस्तो बानी बेहोराको विकास नहोस् भन्नका लागि मैले यहाँ यस्तो अवस्थामा पनि तपाईहरुलाई 2-4 कुरा मैले भन्न चाहन्छु। चेन्नईमा करिब 3-4 वर्षको अवधिमा यो बहिनीसँग 28 जनाले झुन्डिएर आत्महत्या गर्नुभयो। कतिपयका आफन्तहरु यही पनि हुनुहुन्छ, आत्महत्या गरेको हाम्रो कृष्ण भाइको भाइले पनि यही यस्तो घटना घटेको। त्यसो गर्दा हामीलाई के दुःख लागेको छ भने हामी यहाँ कमाउन, छोरछोरी पढाउन, उनलाई बाटो देखाउनको लागि आएको हो। हामीले दुख बिमार हुँदा किडनी फेरेर, ब्रेन फेरेर, अपरेसन गरेर, कैयौं औषधि उपचार खाएर, कैयौं ठुल्ठुलो खर्च गरेर, संघर्ष गरेर बाँच्न परिरहेको अवस्थामा यस्तो खामखाम र लामलाम यस्तो जवानी जीव, यस्तो चाहिँ एउटा निरोगी जीवलाई झुन्डिएर आत्महत्या गर्नु भनेको यो एकदमै कायरता कुरा छ। हामीले श्रीमान श्रीमतीमा मतभेद हुन्छ, झगडा हुन्छ, त्यो झगडा भए तापनि हामी 1-2 वर्ष टाढा घरमा गएर बस्न सकिन्छ, यहीँ पनि झगडा नगरिकन बस्न सकिन्छ, समाज संगठनलाई बोलाएर मिलाउन सकिन्छ। तर त्यसको बावजुद सिधै झुन्डिएर मर्नु यसको समस्याको समाधान होइन। त्यसो भएमा आदरणीय मित्रहरू, यस्तो घटनाले हामीलाई अत्यन्तै दुखित बनाएको छ। बहिनीको अल्प आयुमै भएको दुःखद घटनाले हामी सबैलाई रुवाएको छ, तर उहाँले यस्तो नगर्नु पर्थ्यो, गरिहाल्नु भयो। त्यही पनि हामी उहाँप्रति एउटा चाहिँ उहाँको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै घर परिवारमा जुन एउटा दुखित परिवार छ उहाँहरूप्रति हामी हार्दिक समवेदना गर्छौं र हामीले कैयौं साथीहरूलाई अब क्षतिपूर्ति दिलाउने कामहरू पनि भए, तर बहिनीको अब अहिले हामी कोसँग गएर लड्ने, कहाँ गएर रुने, कोसँग कराउने, यस्तो किसिमको एउटा बाटो अपनाउँदाखेरि हामीलाई एकदमै दुःख लागेको छ। तसर्थ हामी अखिल भारत नेपाली एकता समाजको तर्फबाट उहाँको एउटा दिवंगत आत्माप्रति चिर शान्तिका साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मेरा 2 शब्द सबैको तर्फबाट यहाँ टुङ्गाउँछु। धन्यवाद। बस साथी, अब अगाडि बढौँ।